बाहिर मान्छे देखाएपछि क्यामेरा उठाएर भित्र गएर त्यसलाई अब के भन्नु हाम्रो हाँस्ने र मनै खाने दिनभरि बस्यो खायो उठ्यो सुत्यो पढ्यो खायो उठ्यो सुत्यो पढ्यो खायो यस्तै बाहिरको भ्यू हेर्दै बसिरहेको छु यता चाहिँ होटल भेस्टा छ भिएस्टा VISTA भिस्टारा होटल भिस्टारा रहेको छ टुडे टकिङ अबाउट फोन एडिक्सन लाइक म पनि दिनमा 8-7 घन्टा त मेरो एभरेजको फोन युजेज हुन्छ लाइक त्योबाट मैले के कुरा सिकेँ त यसलाई चाहिँ कसरी हटाउने त र फ्युचरमा अनि के अबका किडहरूले त्यस्तै कुरा सिक्छन् चाइल्डहुडले अब यस्तो कुरा मोबाइल बिना खाना नै खाँदैन दिस कल्ड इज मोबाइल एडिक्सन हामीले यसलाई कस्तो रूपमा लिनु पर्यो कस्तो यसलाई हामीले पोजिटिभ वेमा लिनु पऱ्यो कि नेगेटिभ वेमा लिनु पऱ्यो भन्दा त क्यामेरा एङ्गल अलिकति उपर गरौँ है मैले धेरै मान्छे छु यसलाई चाहिँ मैले मात्र नै अल एबाउट अल पिपल यसलाई चाहिँ कस्तो रूपमा लिनुपर्छ अब पोजिटिभ वे वा नेगेटिभ जे चिजको भने दुईवटा हुन्छ वे भन्नाले अब बाटो भन्नाले अब दुईवटा दिशा हुन्छ जस्तै कि सिक्काको भने एउटा हेड हुन्छ एउटा टेल हुन्छ आई सर्चिङ इन ChatGPT लाइक ChatGPT भनेको अहिलेको त विश्वासिलो AI हो नि त AI सिट ल्याएर बस्छु हेर मतलब ढाड दुखिरहेको छ मेरो ढाडको पनि धेरै इस्यु छ ल म ढाड अहिले चाहिँ 6:49 भइरहेछ लाइक 6:49 भइरहेछ 6:50 भने खाना पकाउनु पर्छ टकिङ म के को बारेमा कुरा गर्दा दुईवटा हुन्छ होइन जे को भने मैले अनि ChatGPT मा सर्च गरेको थिएँ त्यो पनि एउटा विश्वासिलो हो होइन अहिलेको जमानामा मोडर्न लाइफमा त यो राम्रो कुरो हो नि त त्यसले चाहिँ भनेको थियो कि 2 देखि 10 इयर्सको जो बच्चाहरू हुन्छ त्यसले चाहिँ कम्तीमा 1 घन्टा अरे only 1 hour use mobile phone in a day अनि हामी जस्तो म जस्तो या मेरो उमेरको लाइक भन्नाले 10 to 20 ले भने चाहिँ बडीमा म्याक्सिमम 3 आवर्स मिनिमम 2 आवर्स त्यति युज गर्नुपर्छ अरे फोन त्योभन्दा कम गर्दा झन् बेटर राम्रो भयो यसले हाम्रो सोच्ने शक्तिलाई भनेको चाहिँ कम गरिदिन्छ कि यो ChatGPT यिनीहरूले तपाईँहरू एकचोटि मोबाइल छाडेर होइन एकचोटि यस्तै कन्ट्रोल यस्तै बसिराख्नु विभिन्न कुरा सोच्नुहुन्छ कि तपाईँहरू हवस् म पनि यस्तै सोचिरहेको थिएँ आई थिङ्क कि मैले अब यसमा भिडियोमा उतार्नुपर्छ भनेर म भिडियोमा गरेर भिडियो गराउँदा मान्छेहरू लाग्नुहुन्छ तर म पनि लाग्दैन That's the reality of our Islam, bro.
प्रब्लम भन्नुहुन्छ प्रब्लम भने कन्फिडेन्स लाइक कसरी कन्फिडेन्स I was thinking about thinking like म चाहिँ थिङ्किङ गरिरहेको छु सोचिरहेको छु के कुरा भन्नु के कुरा लाइक के भन्नु म चाहिँ अहिले तपाईँहरू अहिले इङ्ग्लिसमा तपाईँसँग इङ्ग्लिसमा नै लर्निङ गरिरहेको छु बिकज इङ्ग्लिसहरू दिनमा आफैले बोल्दा उसले सिकिन्छ अरे क्या I want not to a teacher proper teacher टिचर चाहिँदैन आफै सिक्छु this confidence called myself confidence आजलाई यति नै हुन्छ थ्याङ्क्स फर वाचिङ अनिपछि तपाईँहरूले यदि इम्प्रुभ गर्नुहोस् आफूलाई इम्प्रुभ योर सेल्फ नट माई सेल्फ लाइक त्यसले अब यहाँ चाहिँ अब खाना पकाउनुपर्छ बाहिर मान्छे हिँडेर हाल्छन् कन्फिडेन्स